डेगु दक्षिण कोरियाको दक्षिण पूर्वी भागमा पर्ने ठुलो सहर हो। यो सियोल, बुसान, इन्चन पछिको चौथो सबैभन्दा ठुलो सहर हो। डेगुको नामाकरण चाहिँ डेगु ग्वाङ्ग्याक्सी रहेको छ, जसको अर्थ ठुलो टेक वा ठुलो पहाड बीचको सहर रहेको। यसको जनसङ्ख्या लगभग 24 देखि 25 लाखको हाराहारीमा रहेको छ र यसको क्षेत्रफल चाहिँ 885 वर्ग किलोमिटरमा फैलिएको छ। यो स्वतन्त्र मेट्रोपोलिस सिटी हो। अघिल्ला दशकमा चाहिँ डेगुलाई टेक्सटाइल इन्डस्ट्रीको केन्द्रको रूपमा मानिन्थ्यो। यसलाई चाहिँ टेक्सटाइल सिटी अफ कोरिया पनि भन्ने गरिन्थ्यो। तर अहिले आएर चाहिँ यहाँ अटोमेटिक पार्ट्स, इलेक्ट्रोनिक्स र मेसिनरी उद्योगहरूले पनि स्थान लिएको छ। यहाँ धेरै विश्वविद्यालयहरू पनि रहेका छन्। आफ्नै धर्म र संस्कृति बोकेको डेगु चाहिँ तपाईँहरू यदि कोरियामा हुनुहुन्छ भने आएर एकचोटि घुम्नु होला। सायद तपाईँले अझ ठिकको बारेमा जानकारी पाउनुहुन्छ। आजको लागि यति नै। हस्त धन्यवाद।